हेलो साथीहरू सबैजनालाई ढोक्दिया म अहिले ड्युटीबाट फ्रेस भएर बस्दिया। अहिले भन्नुपर्दा चाहिँ म हैन ड्युटीबाट फ्रेस भएर आएर नि फ्रेस भएर बसिसकेको छु। कस्तो ज्वरो जस्तो भइरहेछ, आँखा पनि पिरो भइरहेछ हैन। ज्वरो लाग्छ कि अब त मौसम पनि चेन्ज भयो त्यही भएर नि होला। यसरी कमलले मन परिरहेको छ, जिन्दगी गाह्रो छ गाइज। हजुरहरुलाई के कस्तो छ? सो गाइज सबैजनाले कमेन्ट गरिदिनु होला। मौसम चेन्ज भइरहेछ, हजुरहरु पनि न्यानो लुगा लाएर बस्नु होला। मौसम चेन्ज भइरहेछ, मेरो पुरा आँखा लाल लाल हुन लागिरहेछ। म त छिटै मर्छु क्या यार।